मैले चाहिँ यहाँ मसलाहरू रेडी पारिसकेँ हैन। टमाटर, यो सुक्खा खुर्सानी, अदुवा पेस्ट, प्याज, लसुन यति हाल्छु मैले चाहिँ। तेल तताइसकेँ। अब यसमा जिरा चाहिँ फ्राई गर्नु, जिरा हाल्छु अनि त्यसपछि फ्राई गर्ने है। मैले जिरा हालिसकेको छ। सबै कुरा हालिसकेँ। नुनहरू मैले यसमा सबै मसलाहरू एड गरिसकेँ। मरिचहरू अब के हो त्यो मलाई थाहा छैन। त्यसको फाइनल्ली पाक्यो है, यो रेडी भइसक्यो। रेडी भयो। अब तातो पास्ता मेरो यस्तो भयो है। बाफ पनि आइरहेको। मिनी भ्लग मेरो यति नै हो। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू।